हेलो साथीहरू, सम्पूर्णलाई आजको यस नयाँ ब्लगमा स्वागत छ। म आज दमकतिर जाँदैछु। आजको ब्लग भनेको यही यात्रासँग सम्बन्धित छ। भिडियो फुल वाच गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। आज चाहिँ हामी लोकल बसमा दमकसम्मको यात्रामा हिँडी पनि सकेका छौँ। अहिले हामी एसियन बन्दै गरेको एसियन हाइवेमा छौँ र करिब 45 छेउछाउमा पुगेको छौँ। अहिलेको बाटो एकदम खराब यसरी बनिरहेको कारणले डाइभर्सन यसरी निर्माण पनि भइरहेछ। त्यही भएर एकदमै धुवाधुलो पनि हुने, बाइकमा त जानु गाह्रो हुने। लोकल बसमा ठिकै छ, म्युजिक पनि बजिरहेछ, रमाइलो पनि भइरहेछ। अहिले हामी के खाएर पुगिसक्यौँ। केरखामा चाहिँ एकैछिन गाडी रोकिएको छ। यहाँ कोही पेसेन्जर चढाउँदै हुनुहुन्छ। अब हामी फेरि यहाँबाट लागिरहेछौँ। त्यही भनेको मामाहरूको घर, काकाहरूको घर। यहाँ मामा काकाहरू चाहिँ काम गर्दो रहेछन्। र अब भन्दा हामी दमक आइसकेका छौँ। यहाँ धुवाधुलो पनि छ। अब हामी यहाँको थोरै नजारा हेर्न छ। गाडी अर्को सिट बस्दाको राम्रै छ। पहिला त साह्रै नराम्रो थिएन, अहिले चाहिँ धेरै राम्रो बनाएको छ। र यो भनेको चाहिँ साउल सिटी, मैले पढेको कोरियन ल्याङ्ग्वेज हाम्रो सौरभ सरको। अहिलेको नयाँ साउल सिटी हाम्रो भाइले अलाउ गर्दैछ। मैले पढेको पुरानो साउल सिटी है यो चाहिँ। अब हामी सानिया ब्याङ्क आइसकेका छौँ। सानिया ब्याङ्कमा हाम्रो सानो काम छ। ब्याङ्कको काम पनि सकियो। पछि हामी आइपुग्छौँ आकाशे पुलमा। अब हामी यहाँ माथि चढ्छौँ। एकछिन आकाशे पुलतिर चढ्नु देखिँदैन। मेरो बुढा चाहिँ पुगिसकेछ माथि नै भन्ने बेला भयो। म त खिच्नै भ्याइनँ है। आकाशे पुलमा, आकाशे पुलबाट नजारा यो साइडमा छ। यो साइडमा यस्तो छ। हामी आइपुगेका छौँ जलेबीमा। मेरो बुढी चाहिँ प्युर भेजिटेरियन हो, लिम्बनी भए पनि केही खाँदैन। त्यही भएर हामी चाहिँ प्युर भेज होटलमा आएको छौँ र यहाँ हामी अब थुक्पा अर्डर गर्छौँ। हाम्रो थुक्पा पनि आइसकेको छ साथीहरू। काम चाहिँ त्यो कागती चाहिँ निचाल्दैन। बोक्रा चाहिँ के साह्रो मन परेको हौ कागती। अब हामी ग्यारेजका आइपुगेको छौँ है साथीहरू।
ग्यारेज क्याफे राम्रो छ यो ठाउँ। ग्यारेज क्याफेमा चाहिँ हेर्न सक्नुहुन्छ पुराना साइकलहरू ल्याएर ठक्क राखेर यस्तो दामी बनाएको छ यार। This is the way. अब चाहिँ हामी घर जाँदैछौँ साथीहरू। घर जाँदाखेरि चाहिँ बाटोमा मेरो बुढीले देखेर सोध्ने हेऱ्यो दाम कति छ भनेर। 650 पर्छ अरे साथीहरू। हामी चाहिँ आज अर्ग्यानिक सब्जी रेडी गर्दैछौँ है। मेरो बुढीले रेडी गर्दैछ। फर्सीको मुन्टा, इस्कुसको मुन्टा, राजमा दामी हुन्छ नि, फेरि मिठो हुन्छ नि। त्यतिखेर हरियो खानु पाउनु त नि भाग्यमा नि होइन। जाँगर हुनु पर्यो। हुन्छ त्योभन्दा बाक्लो कति गर्नुहुन्छ। अर्ग्यानिक खालको भात पकाएर खानु पर्यो चुलामा, ढुङ्गाको चुलामा। कति अनि कुकरमा पकाएर खानु। हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ भन्ने छ नि एउटा टिकटकमा भाइरल। मैले पनि बनाएको छु त नि। पानी भयो होला। कसले धारा खोल्यो हौ यता उयोको? के को? आगो बलिरहेछ नि। अनि आगै नबालिकन तरकारी पनि रेडी गरिरहेछन् मेरो बुढीले। यहाँ हामीसँग के छ, दही पनि छ है साथीहरू। आजको भोजन तरकारी चाहिँ मेरो बुढीले पकाउँछ, म चाहिँ आज खाना मात्रै बनाउँछु। यसरी मजाले आगो बालेपछि चाहिँ चारतिरबाट मजाले उम्लिन्छ, राम्रो हुन्छ। खाना पनि उम्लिन थाल्यो है साथीहरू मजाले। अब एकछिन मजाले उम्लिन दिनुपर्छ। मजाले माड काटिन्छ। यो डाडुले त खासै काट्दैन। अनि अर्को डाडो उता कता कता त्यो अघि बिर्सन अहिले चलेको छ। त्यो पातलो डाडो चाहिँ सजिलो। घिउ सार्नुपर्ने छ हौ, त्यसमै गइरहेको छ। अब त आइस भइसक्यो त। अन्त हाल्नुपर्ने बट्टामा। छ बट्टा रेडी हुनुपर्ने। आधी केजीको मात्र छ होला। 1 केजी त पुग्दैन पनि होला हौ त्यो। घट्छ नि त, त्यही माथि पुग्यो। पानी उछिटिएर लाग्यो भने सब पोखिने रहेछ क्या, मलाई थाहा भएन नि त। अचम्म लाग्यो के भएर उम्ले त्यति साह्रो। अहिलेसम्म कहिले त्यस्तो भएको थिएन। अब मैले काटेको जस्तो माड काट्नु जान्दैन, भाडा घोटो बनाएर होस्। आज गिलो गिलो हुन्छ होला। सबै यति भएपछि 10 मिनट यतिकै भर्सिने छोड्नुपर्छ, पाकिहाल्छ। म त धेरै बेर राख्छु नि त।
मजाको दामी रहेछ अब 10 मिनट पछि हेर्नुपर्छ आफै दामी हुन्छ फाइनल्ली हाम्रो खाना पनि पाकिसकेको छ मेरो आजको काम चाहिँ सकियो म अब एकछिन रेस्ट गर्छु आनन्दले बस्छु मेरो बुढीले चाहिँ घिउ दमकबाट ल्याएको घिउ पुरा खारेर बट्टामा लाको हौ पकायो अरे त नि घिउ त सबै अनि अनि जान्नै भएर पानी उछिटेर बसेछ नि त अब सब्जी पनि पकाउँदै थिएँ यो पनि राखिरहेको थिएँ 1.5 केजी घिउ यति बनाइदिएको अनि 1 केजी हुन आँट्यो त हौ 1.5 केजीको 1 केजी आउनु भनेको राम्रो होइन यो दुईटा भरियो भन्दा 1 केजी पो हुन्छ त अनि नयाँ ठाउँबाट ल्याएको छ आधी पावर जति त झन्डै पोख्यो नि के गर्नु अनि तरकारी चाहिँ कहिले पकाउने हो अब यो सकेर सफा गरेर यही कराईमा मात्र पकाउनु मनपर्छ राम्रो हुन्छ नि यस्तो यो किटको अरू कराई त खै अल्छी भएर कि मस्काउन अल्छी लागेर हो कि यसमा कालो हुन्छ र खासै वास्ता नभएको होला नि त अरू सेतो हुन्छ अनि देखिन्छ नि त जति पुरानो भयो त्यति राम्रो हुन्छ हौ यो झन् सुरुमा त कस्तो थियो नराम्रो अहिले चाहिँ राम्रै हुँदैछ खस्रो न खस्रो नचलाएर नि खस्रो थियो नि अहिले त चिल्लो भइसक्यो त ल छिटो छिटो गरेर तरकारी पकाउनुपर्छ भोक लाग्यो पाकिहाल्छ नि हौ मुन्टा हो नि त आज अस्तिको मिठो पो हुन्छ त पहिले त मन पर्दैन थियो मलाई बिहे गरेदेखि खाने बानी भएको होला होइन खाने बानी त भयो कि तर मन परेको चाहिँ हिजो अस्ति भर्खरबाट मात्रै हौ मिठो लागिरहेको थियो 3-4 साग खाएको साह्रै मिठो भयो आज पनि अझ दही छ झन् जाम्मै हुन्छ नि त अलिक नुन कडा हाल्नुपर्छ मासु खानेलाई त मिठो हुँदैन होला म भेजिटेरियन हुन आँटिसकेँ के थाहा थियो ल छिटो अब चाहिँ भने हामी खाना खान्छौँ थ्याङ्क्स फर वाचिङ